शनिबार पियुषलाई खासै घर बस्नै मन लाग्दैन। आज बिदा हो भन्दै धेरै कचकच गरिसकेपछि घुम्न जाने योजना बन्यो र त्यसपछि हामी घरबाट निस्क्यौँ। घरबाट निस्किसकेपछि वसुन्धरा चौकीबाट सार्वजनिक बस पाइन्छ, चौकीमा पुग्यौँ र सार्वजनिक बस समाएर हामी कता जाने भनेर सोध्दा सोध्दै धुम्मराई पुग्यौँ। धुम्मराईमा एउटा पार्क रहेको छ जसलाई शङ्ख पार्क भनिन्छ। पहिला त यो शङ्ख पार्क खासै लायक थिएन, अस्तव्यस्त भद्रगोल थियो। जब काठमाडौँ महानगरपालिकामा मेयर बनेर आए उदाय बालेन शाह मेयर बनिसकेपछि सार्वजनिक पार्कहरू भने अलि व्यवस्थित बनेका छन्। बालबालिकाले खेल्नेदेखि अरू एक्सर्साइज गर्नेहरूले बिहानदेखि बेलुकासम्म एक्सर्साइज गर्नेदेखि यसो शान्त वातावरणमा बसेर रमाउन, भोज अथवा पिकनिक, यसो ड्राई पिकनिकका रूपमा ती पार्कहरूमा गएर भेला हुन, बस्न, खान चाहिँ अलिकति राम्रा बनेका छन्। यसका लागि भने काठमाडौँ महानगरका मेयर बालेन शाहलाई धन्यवाद दिनैपर्छ। तपाईँले पनि यो हेर्न सक्नुहुन्छ। शङ्ख पार्क निकै व्यवस्थित छ। शनिबार त यहाँ निकै धेरै नै भिडभाड लाग्ने गर्छ। यही भिडको बिचमा हामी पनि रमायौँ। पियुषले चाहिँ एक्सर्साइज गर्यो, किन यहाँ एक्सर्साइज गर्ने ठाउँ पनि छ शङ्ख पार्कको एउटा कर्नरमा। त्यहाँ गएर सबैभन्दा पहिला एक्सर्साइज गर्ने ठाउँमा बसेर खेल्यो, रमायो। त्यसपछि हामी अलि अर्को कर्नरतिर फर्क्यौँ जहाँ खेल्ने ठाउँ थियो। पिङ खेल्नेदेखि त्यहाँ चिप्लेटीदेखि थुप्रै खेल्ने कुराहरू रहेका छन्, जहाँ बच्चाहरूको निकै नै भिडभाड लाग्ने गर्छ। बच्चा सँगसँगै बच्चाहरूले खेलिरहेको ठाउँमा अभिभावक समेत बसेर, बुवा आमा, दाजुभाइ दिदीबहिनी समेत बसेर त्यहाँ आफ्ना बालबालिकाले खेलेको, आफ्ना भाइ बहिनीहरूले खेलेको चाहिँ मजाले हेर्ने गर्छन्, रमाइलो मान्ने गर्छन्। यो रमाइलोमा पियुष पनि केही समय रमायो। यो शङ्ख पार्कले चाहिँ शनिबार मात्रै होइन, अघि पछि समेत यहाँ गएर खेल्ने, रमाउनेहरूका लागि एउटा राम्रो सार्वजनिक स्थान बनेको छ, जहाँ खेल्ने, रमाउने मात्रै नभएर बिहान पख मर्निङ वाक आउनेहरूको समेत भिडभाड लाग्ने गर्छ। त्यसै गरी यहाँ एक्सर्साइज गर्नेहरूको समेत भिडभाड लाग्ने गर्छ। सँगसँगै सुटिङहरू, विभिन्न म्युजिक भिडियोको सुटिङ, विभिन्न खालका सुटिङ समेत यो पार्कभित्र हुने गरेको छ। त्यो सुटिङ गरेर फर्किँदै गरेका केही व्यक्तिहरू समेत हाम्रो क्यामेरामा कैद भएका छन्, हामीले कैद गरेका छौँ। यसरी शनिबारको दिन घुम्न जाने या कतै खेल्न जाने भन्ने जिद्दीपना चाहिँ पियुषमा रहेको छ। पियुषकै कारण यसरी पार्कमा गएर खेल्ने, रमाउने काम हामीले शनिबार गऱ्यौँ र 6 बजिसकेपछि भने हामी यो शङ्ख पार्कबाट फर्क्यौँ। जसरी हामी पार्क पुगेका थियौँ त्यसै गरी गाडी चढेर हामी वसुन्धरा चौकीमा झऱ्यौँ। चौकीमा झरिसकेपछि हामी घर आइपुग्यौँ। तपाईँ पनि बिदाको दिनमा कतै घुम्न जानुहुन्छ, कतै रमाउन जानुहुन्छ भने यसका लागि नक्सालको पार्क, यसरी शङ्ख पार्क, सँगसँगै यो बस पार्कभन्दा थोरै अगाडि जुन 22 धारा रहेको छ त्यहाँभित्रको पार्क, यस्ता थुप्रै काठमाडौँ महानगरभित्रका थुप्रै पार्कहरू अहिले व्यवस्थित बनेका छन्, राम्रा बनेका छन्। तपाईँ खेल्न, साथीभाइसँग, परिवारसँग गएर बस्न, रमाइलो गर्न, एउटा शान्त वातावरणमा बसेर चाहिँ रमाउन सक्नुहुन्छ, रम्न सक्नुहुन्छ। यसरी सार्वजनिक पार्कहरूलाई व्यवस्थित गर्ने कामको श्रेय भने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई नै जान्छ। बालेन शाह जसरी काठमाडौँ महानगरपालिकामा मेयर बन्नुभयो, यसपछि नै हो
यस्ता सार्वजनिक स्थानहरू पार्कहरू अलि व्यवस्थित बन्न थालेका, लोभलाग्दा बन्न थालेका, निकै नै आकर्षक देखिन्छ शङ्ख पार्क, लोभलाग्दो छ। शनिबार त सबै ठाउँमा यो पार्कमा मान्छेहरू भेला हुने, बस्ने, खानपिन गर्ने कारणले चाहिँ निकै व्यस्त हुन्छ। खेल्नका निम्ति एक्सर्साइज गर्ने स्थानमा गएर त्यहाँ पनि बालबालिकाले त एक्सर्साइजको नाममा खेल्ने नि हुन्, रमाउने नि हुन्। त्यो ठाउँमा खेल्नका निम्ति, रमाउनका निम्ति समेत पालो कुर्नुपर्ने अवस्था यो पार्कमा देखिएको छ। अब शङ्ख पार्क जाने ठाउँ पनि तपाईँलाई म बताउँछु। तपाईँ यो चक्रपथ आसपासमा, वसुन्धरा आसपासमा बस्नुहुन्छ भने चक्रपथ हुँदै तपाईँ शङ्ख पार्कमै सार्वजनिक गाडी चढेर, माइक्रो चढेर त्यहाँ झर्न सक्नुहुन्छ। शङ्ख पार्कमा रोकिदिन्छ। तपाईँ चाबेलतिरबाट पनि रिङ रोडबाट सिधै आउँदा भइहाल्छ, त्यसमा पनि खासै समस्या छैन। सार्वजनिक गाडी शङ्ख पार्कको पारिपट्टि रोकिन्छ। त्यसपछि हामी रोड क्रस गरेर अर्कोतर्फ हामी जानुपर्छ। तपाईँ चाबेलतिरबाट आउनुभयो त शङ्ख पार्ककै साइडमा रोकिदिन्छ, त्यही गाडीबाट झरेर हामी जान सक्छौँ। अर्को साइडबाट तपाईँ आउनुभयो, यता चक्रपथ साइडतिरबाट आउनुभयो, सानाखुसी गङ्गाबु साइडतिरबाट, अझ माथि बुढा नीलकण्ठतिरबाट, यता टिचिङ कान्तिको बाटोतिरबाट आउनुभयो भने चाहिँ तपाईँ अपोजिट साइडमा, शङ्ख पार्कको अपोजिट साइडमा झर्नुपर्छ र त्यसपछि रोड क्रस गरेर तपाईँ शङ्ख पार्कमा प्रवेश गर्न सक्नुहुन्छ। शङ्ख पार्कभित्र कतिपय सार्वजनिक सूचनाहरू समेत काठमाडौँ महानगरले राखिरहेको छ, ताकि ती पार्कका स्वरूप नबिग्रिउन्। पार्कमा जथाभावी फोहोर मैला नहोस् भन्नका निम्ति, फोहोर मैला फाल्नका निम्ति व्यवस्थित डस्टबिन राखिदिएको छ। ती डस्टबिनमै फोहोर मैला फाल्नका निम्ति सार्वजनिक सूचना मार्फत विभिन्न ठाउँमा सूचना प्लेट राखेर अथवा सूचना बोर्ड राखेर समेत महानगरले सुसूचित गरिरहेको छ। यदि तपाईँ शङ्ख पार्क लगायतका अन्य पार्कमा जाँदै हुनुहुन्छ, आफ्ना बालबालिकालाई खेलाउँदै रमाउँदै हुनुहुन्छ र आफू पनि यसरी परिवार भेटघाट हौँ, साथीभाइ भेटघाट हौँ भनेर एउटा ड्राइभ पिकनिकका रूपमा जाँदै हुनुहुन्छ भने तपाईँ पनि प्लिज फोहोर मैला नगरिदिनुहोस्। आफूले बसिसकेपछि, केही खाइसकेपछि, अर्थात् खेलिसकेपछि, केही खेल्ने क्रममा, त्यहाँभित्र जाने क्रममा केही खानेकुरा लग्नु भएको छ भने डस्टबिनमा राखिदिनुहोस्, किनकि यसको सरसफाइ गर्ने दायित्व, यसलाई संरक्षण गर्ने दायित्व तपाईँ हाम्रो पनि हो। काठमाडौँ महानगरले एउटा व्यवस्थित पार्क बनाइदिएको छ। यसको संरक्षण, यसलाई बेला बेलामा त्यहाँ बिग्रिएका भत्केका जुन खेल्ने कुराहरू, एक्सर्साइज गर्ने कुराहरू मर्मत गरिरहेको छ, यसलाई जोगाइदिने, यसलाई संरक्षण गर्ने दायित्व तपाईँ हाम्रो पनि हो। प्लिज पार्कभित्र जाँदै गर्दा मर्यादित हुनुहोस्, संयमित हुनुहोस्। यहाँ फोहोर मैला गर्ने, यहाँका खेल्ने, एक्सर्साइज गर्ने सामग्रीमा क्षति पुर्याउने काम नगरिदिनुहोस्। यो तपाईँ हाम्रो पनि हो। तपाईँ हाम्रै लागि, तपाईँ हाम्रै बालबालिकाका लागि महानगरपालिकाले यति राम्रो व्यवस्थित सार्वजनिक संरचना बनाइदिएको छ। हुन त काठमाडौँमा खुल्ला पार्क जति चाहिने हो यो जनघनत्वको आधारमा त्यति पर्याप्त त छैनन्। भएका पार्कलाई पनि व्यवस्थित गर्ने गरी एउटा बालबालिका मैत्री, जुन युवा युवतीहरूका लागि अर्थात् एउटा प्रौढ उमेरकाहरूका लागि समेत एउटा व्यवस्थित बनाउने काम भएको छ जुन काठमाडौँ महानगरबाट। यसका लागि भने फेरि पनि काठमाडौँ महानगरका मेयर बालेन शाहलाई धन्यवाद दिनुपर्छ। धन्यवाद। तपाईलाई हाम्रो यो भिडियो कस्तो लाग्यो कमेन्ट बक्समा गएर कमेन्ट गर्नुहोला। अन्तिमसम्म हेरिदिनु भएकोमा तपाईँ सबैलाई धन्यवाद।